यसै फागुन महिनाको 21 गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुन गइरहेको छ। यस निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरण सम्पन्न गर्ने मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उगार्ने प्रयत्नमा हामीले पुरै ऊर्जा लगाएका छौँ। तोकिएको नीतिमा भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको छ। यस निर्वाचनबाट आउने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास लिएको छु। अन्त्यमा यस दिवसले हामीलाई संस्कारयुक्त राजनीति, जवाबदेही शासन शैली, सामाजिक न्याय सहितको समृद्धि हासिल गर्न प्रेरित गरोस्। हाम्रो राष्ट्र सबै नागरिकका लागि समान अवसर र सम्मानको साझा घर बनोस्। लोकतन्त्रका लागि जीवन अर्पण गर्ने महान शहीदहरूप्रति पूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। बुद्धिजीवी, नागरिक समाज, जेनजी युवा र सम्पूर्ण प्रजातन्त्र प्रेमी नागरिकप्रति सम्मान प्रकट गर्दछु। विभिन्न आन्दोलनका वीर योद्धाहरूले देख्नुभएको समुन्नत र न्यायपूर्ण नेपालको सपना साकार पार्नका निम्ति हातेमालो गरी हामी एकजुट हुन अपिल पनि गर्दछु। धन्यवाद।